हेलो दर्शन नमस्ते। अहिले म कतारबाट बृन्दराज राई बोलिरहेको छु, बृन्दराज जेरो राई। र कतारको समयअनुसार अहिले 3:42 भइरहेको छ। तपाईँहरूलाई अहिले मध्याहको नमस्कार। र फेरि पनि म यहाँ उपस्थित भइरहेको छु कि तपाईँहरूमाझ मीरा राईलाई कसरी भोट गर्न सकिन्छ भन्ने बारेमा। सर्वप्रथम तपाईँहरूले मीरा राईलाई भोट गर्नको लागि गुगल क्रोमको युज गर्नुपर्ने छ। तपाईँ यहाँ म यहाँ गुगल क्रोममा जाँदैछु, तपाईँहरू हेरिदिनु होला। यहाँ सिग्नल, मेरो माउसको सिग्नल तपाईँले देख्न सक्नुहुनेछ। त्यसपछि तपाईँहरू यसलाई ओपन गरेपछि तपाईँलाई यस्तो आउनेछ। तपाईँको वेबसाइट खुल्नेछ। सायद तपाईँको वेबसाइटमा माथि खाली होला। तपाईँले यहाँ माथि जहाँ छ यहाँ माथि तपाईँले देख्न सक्नुहुनेछ। यहाँ तपाईँहरूले फेसबुक सबैभन्दा राम्रो कुरा के छ भने टाइपिङ गर्दा अलिकति अप्ठ्यारो हुनाले तपाईँको फेसबुक पहिला चाहिने फेसबुकबाट जानुभयो भने एकदम सजिलो हुनेछ। त्यही भएर तपाईँहरू फेसबुक लगइनमा जानुहोस्। फेसबुक पछि तपाईँ फेसबुक लगइन गर्नुहोस्। फेसबुक लगइन गर्न त सबैले आउँछ, तर पनि म अलिक बाटो गएर सिकाएको जस्तो भयो होइन। तर पनि माफी चाहन्छु। तपाईँको आफ्नो आइडी हाल्नुहोस्। यहाँ तपाईँको आफ्नो आइडी हालेपछि आफ्नो पासवर्ड पनि हाल्नु होला। त्यसपछि तपाईँ आफ्नो फेसबुक ओपन गर्नुहोस्। र फेसबुकमा तपाईँले प्रशस्त पाउनुहुनेछ कि मीरा राईको भोटिङ जुन लिङ्क हुन्छ, तपाईँले कसैले सेयर गरेको नोटिफिकेसन पनि पाउनुहुन्छ, कसैले आफूले पठाएको म्यासेजमा पनि पाउनु सक्नुहुन्छ। म म्यासेजबाट तपाईँहरूलाई जान्छु होइन। मैले पनि यहाँ म्यासेज पठाएको छु धेरैजनालाई। मैले कोसिस गरिरहेको छु कि आज नै लगभग तपाईँले यहाँ देख्न सक्नुहुन्छ। मैले सबै जनालाई मैले कोसिस गरेको छु कि उहाँहरूलाई यहाँ के अरे भोटिङ गर्नको लागि सिकाउनको लागि। यहाँ एकजना भाइले मलाई म्यासेज गर्नुभएको रहेछ अनि कल पनि गर्नुभएको रहेछ। मैले भिडियो कल पनि गरिरहेको छु। यहाँ उहाँसँग कुरा भयो, उहाँले भोट दिइराख्नु भएको छ बिहानदेखि नै। अनि यहाँ हाम्रो विद्रोही निम्छाहरूसँग पनि हाम्रो कुरा भइरहेको छ। धनबहादुर कुलुङ राईसँग पनि, माथि रेवन सेरेस्ट लिएर यहाँ वीरेन्द्र चुम्लोङदेखि वीरेन्द्र, त्यसपछि प्रमिला चामलिङ राई, माथि अन्जुस भाइसँग पनि मेरो कुरा हुनेवाला छ। उहाँसँग पनि भिडियो कलबाट सिकाउन गइरहेको छु भने यहाँ तल पनि यहाँ आयुष्का राईसँग पनि मैले कुरा गरेको छु। यहाँ पुरुषोत्तम राईसँग पनि र धेरैजना साथीहरूसँग, दिदीभाइ दाजुभाइसँग कुरा गरेको छु। यहाँ राईको छोरी मसँग पनि मैले के अरे मीरा राईलाई भोट कसरी गर्न सकिन्छ भन्ने बारे डिस्कस गरेको छु। र यहाँ धेरैजना साथीहरूलाई मैले भोटको लिङ्क पठाएको छु। यहाँ म लक्ष्मण सेरेसको उसमा उहाँलाई पनि भोट गर्नको लागि मैले पठाएको थिएँ। उहाँले पनि भोट गर्दै हुनुहुन्छ। उहाँको पनि मैले यहाँ गएर यसलाई मैले कपी गरेँ। र यहाँ मैले कपी गरिसकेपछि म के गर्नुपर्छ भने यहाँबाट ओपन गर्दा हुन्छ, कपी गर्नु पर्यो। कपी गरिराख्दाखेरि एकदम राम्रो पनि हुन्छ नि त। यहाँ तपाईँ डबल क्लिक गर्नुहोस्, ओपन हुन्छ। ओपन भएपछि तपाईँले यहाँ ब्रेकिङ विथ द ट्रेडिसन दिस ट्रायल रनर अफ द फाइन्डर हेरो देख्नुहुन्छ। तपाईँ यसलाई चाहिँ यहाँबाट प्लस चिन्हले तपाईँले यसलाई हटाउनुहोस्। र तल यहाँ जुन तपाईँ यहाँ देख्नुहुन्छ, यहाँ पहिलो रेखामा मार्किङ गरिएको छ, यहाँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यहाँ तपाईँ हेर्नुहोस्, यहाँ तपाईँले क्लिक गर्नुहोस्। यहाँ क्लिक गर्नुभयो भने तपाईँलाई भोटिङ ऱ्याङ्क खुल्नेछ। तपाईँले नेटवर्कको व्यस्तताले गर्दाखेरि अलिकति भोटिङ नेट अलिकति छिटो खुल्न सकिरहेको छैन। र मीरा राईले यहाँ भोटिङ खुल्यो। भोटिङ गर्नलाई तपाईँलाई पहिलोचोटि भोटिङ गर्दाखेरि चाहिँ तपाईँले यसरी ब्ल्याङ्क कालोमा तपाईँले सेतो अक्षरमा आउनुपर्ने छ। अहिले जुन म मीरा राईकोमा छु, यहाँ तपाईँ यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ यहाँ क्लिक गर्यो भने तपाईँले यसरी देख्न सक्नुहुनेछ। र जुन यहाँ यति भएपछि तपाईँको भोट भयो। यदि तपाईँलाई भित्र गएर आफ्नो भोट सुनिश्चित गर्नको लागि पनि जान सक्नुहुन्छ, त्यसको लागि यहाँ सी द ब्रेकडाउनमा तपाईँले दबाउनु पर्नेछ। तपाईँले एकचोटि सी द ब्रेकडाउन दबाएर भित्र जानुहोस्। अनि त्यसपछि यहाँ जुन मेल र जुन फिमेल छ तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ। यहाँ जुन केटा भयो केटा मेलमा, केटी भए फिमेलमा क्लिक गरी
अनि त्यसपछि तपाईँ तलतिर आफ्नो उमेर जति हाल्दा पनि हुन्छ। मैले मेरो उमेर अहिले चाहिँ 36 हाल्छु। अनि यहाँ तल देख्नुहुनेछ तपाईँले यहाँ सी द ब्रेकडाउन, तपाईँले यहाँ हेर्नुहोस्, सी द ब्रेकडाउनमा तपाईँले दबाउनुहोस् र यहाँ अब तपाईँलाई यहाँ आफ्नो पर्सेन्टेज कहाँबाट कसरी आएको भने यो कतारको नक्सा हो। तपाईँले यसलाई चाहिँ ग्लोबल म्यापमा लगेर तपाईँले आफ्नो भोट कति देशबाट कति पर्सेन्टेज भोट भयो भन्ने देखाउँछ होइन, त्यो हेर्न पनि सक्नुहुनेछ। त्यसकै लागि हो। भित्र आउनु भनेको तपाईँ हाम्रो भोट सुनिश्चित गरेर कहाँबाट कुन देशबाट कति आएको र केटा अरू केटीले कति उमेरकोले दिएको भन्ने चाहिँ भित्र देखाउँछ। त्यसैले हुनाले तपाईँले यहाँ आउँदाखेरि राम्रो हुन्छ। तपाईँले आफ्नो देशको भोट यहाँ ओल्ड रेकर्डमा तपाईँले यहाँबाट देख्न सक्नुहुनेछ। तपाईँ यहाँ बिस्तारै यहाँले जुम गर्दै गयो भने तपाईँले आफ्नो भोटहरू देख्न सक्नुहुनेछ। र बाई कन्ट्री तपाईँ यहाँ बाई जेन्डरमा तपाईँ मेल र फिमेल गरी तपाईँले यहाँ देख्न सक्नुहुनेछ। भित्र धेरैजना मान्छे नपसेको हुनाले यहाँ मेलमा 2.28 भनेपछि के भनेपछि तपाईँलाई यहाँ 28,800 केटाको छ भने केटीको 991 मात्रै देखिएको छ। तपाईँहरू भित्र आउनु हो भने यसमा पनि अलिकति तपाईँहरूले जुन देख्नु सक्नुहुनेछ जुन भिडियोहरू। अब यहाँ तपाईँले किबोर्डबाट सर्टकट किबोर्डबाट पनि तपाईँले यसलाई क्लियर गर्न सक्नुहुन्छ। त्यसलाई CTRL+H दबाउनुपर्छ। CTRL थिच्दै राखेर तपाईँले H दबाउँदाखेरि तपाईँलाई म यहाँ थिचेर तपाईँले हुन त यहाँ भिडियो देखिँदैन, म यहाँ CTRL थिचेर मैले H थिच्दाखेरि यसरी क्लियरमा आउँछ। त्यसपछि तपाईँले यहाँ माथि देख्न सक्नुहुन्छ यहाँ क्लियर डाटा, जुन तपाईँले यहाँ क्लियर ब्राउजिङ डाटा देख्न सक्नुहुन्छ। तपाईँ यहाँ क्लियर ब्राउजिङ डाटामा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ सबैभन्दा ख्याल गर्नुपर्ने कुरो, पहिलोचोटि चाहिँ ख्याल गर्नुपर्ने कुरो यहाँ छ। यहाँ तपाईँले हुनसक्छ तपाईँको त्यसो पास्ट आवर, द पास्ट आवर, द पास्ट डे हुनसक्छ तपाईँ सबैभन्दा माथि द पास्ट आवर नै होला पक्कै पनि। त्यसलाई सबैलाई 1 2 3 4 5 छोडेर तल सबैभन्दा मुनि द बिगिनिङ अफ टाइममा क्लिक गर्नुहोस्, त्यो हुन जरुरी छ। त्यसपछि यता आउँदा तपाईँले यहाँ देख्न सक्नुहुनेछ आउँदो मैले सबैले मार्किङ गरिरहेको छु। यो मार्किङलाई चाहिँ तपाईँ यहाँ सायद तपाईँ खाली हुनसक्छ, यसलाई सबैले मार्क गर्नु होला, मार्किङ हुनु जरुरी छ। त्यसपछि तपाईँ यहाँ एक साइडमा दायाँ साइडमा क्यान्सल देख्नुहुन्छ, त्यसको छेउमा तपाईँले क्लियर ब्राउजिङ डाटा देख्नुहुन्छ। तपाईँले यहाँ क्लियर ब्राउजिङ डाटा गर्नुहोस् र तपाईँलाई फेरि पनि अर्को पेजमा, त्यो मेन पेजमा जानको लागि माथि तपाईँले यहाँ देख्नुहुनेछ, यहाँ माथि ब्रेकिङ विथ ट्रेडिसनमा तपाईँले यहाँ जुन त्यो छेउमा नेसनल जियोग्राफीको एउटा लोगो पनि देखिन्छ, तपाईँले त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरेपछि तपाईँले यहाँ के गर्न सक्नुहुन्छ भने F5मा तपाईँले किबोर्डमा F5 देख्नुहुन्छ, तपाईँ F5 दबाउनुहोस् र तपाईँले यसलाई रिफ्रेस गर्न सक्नुहुन्छ कि अर्को पेज खुल्छ। तपाईँहरूलाई यो सर्टकट बाटो भनिन्छ नि, यसलाई छोटकरीमा तपाईँले छिटो र मिठो गर्नको लागि यो किबोर्ड युज हो। तपाईँले त्यसरी गर्न सक्नुहुनेछ। फेरि पनि अर्को भोट खुल्दैछ, तपाईँ म अर्को भोट मीरा राईको नाममा यहाँ यसलाई चाहिँ यहाँ क्लिक गरेर तपाईँले यसलाई लखेट्नुहोस्। त्यसपछि फेरि मीरा राई ट्रायल रनर मीरा राईमा क्लिक गर्नुहोस् र अब भित्र जानु जरुरत छैन। तपाईँले अघि मैले सर्टकट किबोर्डबाट सर्टकट बताएँ भने अहिले चाहिँ म तपाईँलाई के भन्छु भने मेनुअल कसरी जान सकिन्छ भन्ने कुरो म तपाईँलाई बताउँछु। यहाँ मेरो माउस तपाईँले माथि गइरहेको देख्नुभएको होला पक्कै पनि, तपाईँले हेर्नु होला। अनि माथि कुनामा मैले त्यहाँ क्लिक गर्छु होइन, माथि कुनामा मैले पुर्याएको छु, तपाईँले हेर्नुहोस्। त्यहाँ क्लिक गरे पछाडि यहाँ 1 2 3 4 चौथोमा तपाईँले यहाँ हिस्टोरी देख्नुहुन्छ। हिस्टोरी पछाडि तपाईँले त्यहाँ हिस्टोरीमा तपाईँ माउस पुग्ने बित्तिकै देब्रे साइडमा अर्को एउटा कोलम खुल्छ, तपाईँले त्यहाँ देख्नुहुनेछ हिस्टोरी, तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ CTRL+H। यहीँ बताएको हुन्छ कि तपाईँलाई कसरी क्लियर गर्न सक्ने भन्छ किबोर्डबाट, तपाईँले यहाँबाट सिक्न सक्नुहुन्छ। र यहाँ हिस्टोरीमा तपाईँले क्लिक गर्नुहोस्। त्यसपछि आएर तपाईँले यहाँ क्लियर ब्राउजिङ डाटा छ जुन, यहाँ तपाईँ क्लिक गर्नुहोस्। अनि यहाँ तपाईँले पहिल्यै सेलेक्ट गरिसक्नु भएको छ सबैमा, त्यही भएर तपाईँले अहिले सेलेक्ट गर्नु जरुरत छैन। पहिलोपल्ट तपाईँ पुग्दाखेरि चाहिँ यहाँ सेलेक्ट गर्नुपर्ने छ। तपाईँ यहाँ तल क्लियर ब्राउजिङ डाटामा फेरि पनि क्लियर गर्नुहोस्।
र मैले म्यानुअल सिकाउँदैछु। म्यानुअलमा पनि फेरि तपाईँले त्यहाँ ब्रेकिङ विथ ट्रेडिसनमै जानु जरुरत छ। तपाईँ त्यहाँ जानुहोला। त्यहाँ गएपछि तपाईँले फेरि पनि त्यो ब्रेकिङ विथ ट्रेडिसनमै तपाईँ क्लिक गर्नुहोस्। त्यसपछि कहीँ पनि जानु पर्दैन। तपाईँले यहाँ मेरो माउस देख्नुहुन्छ। तपाईँले यहाँ जुन रिफ्रेसको एउटा ऊ छ, तपाईँले यहाँ चाहिँ एरो एउटा रिफ्रेस गर्ने एउटा एरो चिन्ह दिइरहेको छ, तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तपाईँले यहाँ मात्रै क्लिक गर्नुहोस्, अन्त केही पनि गर्नु पर्दैन। तपाईँको फेरि पनि बोर्ड खुल्नेछ। र म अब तपाईँलाई अलिकति स्पिडमा जति गर्न मेरो स्पिडमा गर्न सक्छु एउटा कम्प्युटरबाट म तपाईँ 1-2 बोर्ड तपाईँहरूलाई स्पिडमा गरेर म देखाउँछु। तपाईँहरूले ख्याल गरिदिनु होला। र यहाँ मैले मेरा राईमा क्लिक गरेँ। अब म सिधै माथि गएँ। मेरो अहिले जति मेरो स्पिड मेरो हात स्पिडमा चल्न सक्छ र मेरो कम्प्युटरले भ्याउन सक्छ, म त्यति स्पिडमा चाहिँ मैले यहाँ बोर्ड दिने कोसिस गर्दछु। खुल्नका लागि केही समय लाग्दैछ। खुल्दैछ। मैले मेरा राईमा क्लिक गरेँ। फेरि पनि म माथि गएँ अनि फेरि पनि म न्यू स्टोरीमा गएँ। यहाँ म गएपछि यो म्यानुअल मेरो स्पिड हो। तपाईँले पनि यसै गर्न सक्नुहुन्छ। पछि फेरि यहीँ जानु होला, त्यही एरो चिन्हमा। यो मेरो म्यानुअल स्पिड हो। अब म तपाईँलाई एकछिनपछि 1-2 बोर्ड पछाडि मलाई किबोर्ड स्पिड पनि तपाईँलाई देखाउँछु। किबोर्ड स्पिड चाहिँ पनि राम्रै हो। र खुल्नको लागि केही समय लाग्दैछ। फेरि पनि खुल्दैछ। म मेरा राईमा क्लिक गरेँ। यहाँ जब नम्बर आएपछि म माथि स्टोरीमा गएँ। यहाँ स्टोरी क्लिक गरेँ। फेरि प्रोसेसिङ डाटा अनि क्लियर डाटा। फेरि पनि म त्यो ब्रेकिङ विथमा जान्छु र यहाँ जुन एरो चिन्हमा गएँ, यहाँ मैले क्लिक गरेँ। क्लिक गरेपछि फेरि पनि खुल्छ। खुल्दैछ। तपाईँहरू हेर्नुहोस्, यहाँ खुल्दैछ। फेरि पनि म टाइल र मिरर राईमा क्लिक गरेँ। फेरि पनि म क्लियर स्टोरी हुँदै अनि म ब्रोसिङ डाटा हुँदै ब्रोसिङ डाटाबाट फेरि म क्लियर गरेँ। फेरि पनि म त्यही ब्रेकिङ डाटामा जान्छु। र यो अन्तिम मेरो म्यानुअलको स्पिड मेरो अन्तिम हो। यो अब 4-5 बोर्ड भइसक्यो। अब फेरि पनि म तपाईँहरूलाई किबोर्ड स्पिड देखाउँछु। हुन त यहाँ भिडियो देखिँदैन, तर पनि म यहाँ गरेको हेर्दाखेरि तपाईँहरूले सायद बुझ्नुहुन्छ होला। अब मेरा राईमा क्लिक गरेपछि तपाईँ CTRL-S दबाउनुहोस् अनि त्यसपछि तपाईँ क्लियर ब्रोसिङ डाटा क्लिक गर्नुहोस्। त्यसपछि यसमा तपाईँ क्लियर ब्रोसिङ डाटा क्लिक गर्नुहोस्। फेरि पनि तपाईँ त्यहाँ माथि जानुहोस् र F5 दबाउनुहोस्। खुल्दैछ। र यहाँ खुल्दैछ। खुलेपछि मेरा राईमा क्लिक गर्नु होला। फेरि पनि खुल्नलाई अब नेटको स्पिडले गर्दाखेरि पनि हुन्छ हैन। अब फेरि म मेरा राईमा क्लिक गरेँ। त्यहाँ बोर्ड आयो। मैले CTRL+S दबाएँ। अब फेरि क्लियर ब्रोसिङ डाटा र क्लियर ब्रोसिङ डाटा। फेरि पनि म त्यो ब्रेकिङ डाटा गएँ। अब मैले F5 दबाएँ। आउँदैछ यहाँ। पक्कै पनि तपाईँहरूले केही कुरा यो भिडियोबाट सिक्नुहुन्छ भन्ने मलाई आशा लागिरहेको छ। फेरि मैले ट्रायल रनमा क्लिक गरेँ। फेरि पनि म CTRL+S दबाएँ। मैले फेरि क्लियर ब्रोसिङ डाटा दबाएँ। क्लिक गरेँ। क्लियर ब्रोसिङ क्लिक गरेँ। फेरि पनि ब्रेकिङ टु ट्रेडिसनमा गएँ। त्यसपछि मैले F5 दबाएँ। कम्प्युटरबाट तपाईँले यसरी दिन सक्नुहुन्छ छोटकरी र एउटा म्यानुअलीबाट। मैले म्यानुअलीबाट पनि सिकाएँ अनि यसबाट पनि सिकाएँ। फेरि पनि मैले मेरा राईमा क्लिक गरेर म CTRL दबाएँ अनि अब क्लियर ब्रोसिङ डाटा अनि त्यसपछि यहाँ क्लियरहरू अनि त्यसपछि माथि ट्रेडिसनहरूमा फेरि म F5 दबाएँ। फेरि रिफ्रेस भयो। फेरि पनि म भोट गर्न जाँदैछु। ट्रायल रनमा मेरा राईमा क्लिक गरेँ। फेरि CTRL-S दबाएँ अनि क्लियर ब्रोसिङ डाटा अनि त्यसपछि यहाँ क्लियर ब्रोसिङ डाटा। फेरि पनि फेरि मैले F5 दबाएँ। मेरो भयो होइन। फेरि पनि ब्रोसिङ डाटा भयो। यसरी तपाईँहरूले प्रत्येक मिनेटमा तपाईँले कति भोट दिन सक्नुहुन्छ भन्नेहरू। अब नेट स्पिड छ भने तपाईँले 5, 6, 7 भोटसम्म पनि दिन सक्नुहुन्छ। नेट स्पिडले गर्छ। फेरि पनि मैले त्यसै गर्दैछु। यहाँ क्लियर ब्रोसिङ डाटा अनि यहाँ अब फेरि पनि म F5 दबाएँ।
ल त धन्यवाद। यति भन्दै म अहिलेलाई भिडियोबाट बिदा चाहन्छु। म यसरी नै मेरो भोटिङ अगाडि बढ्नेछ, तपाईँहरूले हेरिदिनुहोला। हेरिदिनुहुन्छ भन्ने र यसबाट तपाईँले पनि पक्कै पनि केही ज्ञान सिक्नुहुन्छ भन्ने मलाई लाग्दछ। कसैलाई अब जान्नुभएको मान्छेले सेयर गरिदिनु होला, नजानेको मान्छेले भिडियो हेरी प्रयास गर्नुहोला मीरा राईलाई भोट दिनुको लागि। आज मात्रै 9 दिन बाँकी छ र मीरा राईको जित नेपालको जित हो। र मीरा राई को बारेमा म केही भन्न चाहदिनँ। उहाँलाई राजनीतिकदेखि लिएर जातीय उसमा नमोसिदिन हार्दिक अनुरोध गर्दै म वृन्दा जेरो राई हाल कतारबाट तपाईँहरू बाजबाट म अहिलेलाई बिदा चाहन्छु। भोलि पनि फेरि यस्तै भिडियोहरू सन्देशमूलक भिडियोहरू लिएर आउनेछु। तपाईँहरूले हेरिदिनु हार्दिक अनुरोध गर्दै सम्पूर्ण मीरा राई शुभचिन्तक अभियन्ताहरूमा म भन्न चाहन्छु, तपाईँहरू सबैले आफ्नो अभियान सफलता गर्नुहोला र मीरा राईलाई जिताउने कोसिस गर्नुहोस् भन्दै बाइ बाइ। अहिलेलाई